मलाई लिएर होइन अनि 14 सालमा घुम्दै आउनुभयो कि यहाँ जग्गा किन्ने भनेर आइयो कि के गरियो त म पहिला त घुम्दै आएँ हाम्रा गोपीचन्द मैनाली अँ चिन्नुहुन्छ चिन्छु हाम्रो फुपूका छोरा हुन् ऊ अलि पहिले आएका थिए अनि उनीसँग फुपूले लिएर आउनुभयो मलाई भनौँ न अँ फुपूको एउटा घोडा पनि थियो त्यही घोडा दोहोऱ्याएर हिँड भन्नुभयो चामल चामल केही नभएको भन्नुभयो अनि फुपूले लिएर आउनु हजुर कति वर्षको हुनुहुन्थ्यो त 14 सालमा म 90 सालको मान्छे कति थिएँ होला ए 24 वर्ष भयो हो, 20 साल। अँ अनि फुपूले लिएर आएर उही बस्नेको बारीमा थियो उनीको काम खेती अनि यहाँ कञ्चनबारीमा पनि थियो ऊ जिम्दार कर्नेलका अँ कामदाम गर्ने जिम्दार पनि भए अनि अब यता सरेपछि यता सर्यौँ अनि यता सरेपछि अनि यहाँ अलिअलि जग्गा जग्गा जोडेर अनि आफ्नै जग्गा भयो आफ्नै 1 वर्ष त उनीसँगै बस्यो गोपीचन्दसँगै अँ अनि त्यस पछाडि त्यहाँ बस्छन् त्यहाँ त्यो कालो टोपी ल्याउने तिनै अँ। हुन् गोपीचन्द तिनै हुन् अँ अनि त्यति बेला बिहे गरिसकेको थियो होला नि त हजुरको मैले 14 सालमा गरेको छु नि अँ अनि एक्लै बिहे गरियो एक्लै हिँडियो नि मात्रै टोलमा आमा बाउ बुबा छ बुढियालाई राखेर अनि म मात्रै आएको पहिले अँ अँ अनि पछि नि बुबाहरू सबै आउँदा 30 सालमा मात्रै ए सबै दिदीहरू त 30 सालमा आउनुभयो बुबा दिदीहरू 30 सालमा मात्रै आएको ए म जाँदै आउँदै गर्थ्यौँ हाम्रो अँ अनि त्यति बेला नि यत्रो जग्गा जोडेपछि आफैले उकास्यो त खेती सबै खेतीपाती यो अँ कि मान्छे राखेर मान्छे पाइन्छ नि त हली गोठाला आफैले गरियो नि हौ हो कि 2-3 जना हली राखेर गोरु राखेर आफैले गरियो कति साल त खेती अनि त्यति बेला त औलो लाग्थ्यो क्यारे ए औलाको दबाई पुरा थियो त्यस बेला हामी आउँदा ए निमा एउटा दबाई निमा कुइने भन्थे तितो न तितो चित्तो न चाहिँ निमा कुइने अलिअलि कोही कोही बेला खानु त्यही हो दबाई अँ हामीलाई पनि खुवाएको छ नि त्यस्तो तितो एकपल्ट ए हामी त पछि आएका 24 सालमा आएका हामी त 24 साल अनि त्यो नयाँ आउने मान्छेलाई अँ खानुपर्छ त्यो त्यही त तितो न तितो हुन्थ्यो चित्तो निमा कुइने भन्थे अँ तपाईँले पनि निमा कुइने खाएको कहाँको मलाई थाहा छ साह्रै तितो अनि अब 14 सालदेखि अहिले 82 साल भनौँ न अब करिब 60-70 वर्ष जस्तो भयो होइन भनेपछि अब 70 वर्षसम्म यो गाउँठाउँ आफूले देख्यो कति परिवर्तन भयो जस्तो लाग्छ त धेरै नै परिवर्तन हुँदैछ पहिलेको जस्तो रङसङ गर्नुलाई अहिले कोही खेती गर्दौँ र भनौँ न हाम्रो परिवार कोही ओहो अँ अब हामीले चिया लायो अर्काले के लायो कहिले उखु लायो कहिले के लायो तर मान्छे त पहिलाभन्दा धनी भयो नि धेरै धनी नि अँ जग्गा जमिनको भाउ बढ्यो पाहाडमा छ कस्तो कलेज आउनु जानु गरेर मान्छे अनि जम्मा 28 बिघा जग्गा जोडेको थियो मैले 28 28 बिघा अन्त अनि सारी दिदीबहिनीलाई 1-1 बिघा दिएँ अँ अनि अर्को अनि हामी 3 भाइ दाजुभाइहरूले अँ 7 बिघा जग्गा बनाएर 2 भाइ र म गरेर अँ अनि 7 बिघा जग्गा हामीले कमायौँ अनि आफ्ना परिवार भए उनीहरूका बेग्लै कान्छाको बेग्लै काइलाको बेग्लै मेरो बेग्लै होइन कान्छा मामा त अन्तिम बेलामा म आइपुगेको थिएँ म आएकै दिन चाहिँ बैतरनी भयो क्या कान्छा मामाको नि बैतरनी गरिसकेर अनि फेरि अस्पताल लग्यो गाडीमा हालेर त्यसको 2-3 दिनमा उहाँ बित्नुभयो माइला मामा चाहिँ कसरी बित्नुभयो त भ्याट्टै
पैसा पैसा व्यक्त गर्छ त्यही त अनि यहाँ माइला मामा कहाँमा को छन् त यहाँ को बस्छन् घरमा छोरा 2 भाइ छन् जेठो कान्छो 2 भाइ छन् धेरै छन् जग्गा मनकेली उडेको छ जस खेतीपाती गरेर बसेका छन् जोगाएर राम्रै भयो छोडेका छैनन् भनौँ न तलतिरका केटाले पनि छोडेनन् जग्गा मनके जोडिरहन् 2 भाइले कोही आफै गएको छन् उनीहरूले पनि सिरानै ल्याइरहनु यतापट्टिको प्लटमा चाहिँ यतापट्टि अर्को प्लटमा चाहिँ खेती नै छ मदनहरू खेती चाहिँ गर्छन् कि के गर्छन् साथी मदनले सबै लगाइसक्नुको खेती अध्यय ठेक्का त्यस्तो अब यो गाउँमा हजुरभन्दा जेठा कोही छन् त जेठा चाहिँ एउटै भण्डारी छन् 1 वर्ष कि पोहोर भन्छ अहिले 2 वर्ष भइसक्यो एउटै भण्डारी केवल कि को केवल कि फुपू ए फुपू अनि यहाँ पाठक भिनाजु छ 97 ए ममता जेठा पाठक छ किन तर मामाको अब त्यो एउटा समस्याले अलिअलि दुःख बनायो त्यो नगरेको भए चाहिँ हजुरलाई त केही नहुने रहेछ किनभने आँखा छर्लङ्ग छन् चस्मा लगाएको छैन कान सबै सुनिहाल्छ सम्झना सबै छ मान्छे सबै चिन्ने मैले के शङ्का गरेको थिएँ भने मामालाई चाहिँ म त्यो चिनाउनु पर्छ होला धेरै वर्ष भयो भेट भएको छैन मैले चिनाउनु पर्छ होला भनेको त चिनाउनै परेन के पुरानो मान्छे सबै चिन्छु म कोही बिर्सेको छैन अनि त्यो मैले अस्ति एक ठाउँमा कुरा भयो क्या मैले के भने मान्छे बुढो जिउले हुँदैन दिमागले हुन्छ दिमागले सुन्न छोडो देख्न छोडो सम्झिन छोडो भने बुढो भयो यो दिमाग ठिक छ भने शरीर त अब शरीर मात्रै त बुढो हुँदैन नि त चेतनाले पो बुढो हुने हो त त्यो छँदैछ अनि अझै पनि म पुरानो आफ्नो मान्छे सबै चिन्छ हो कोही बिर्सिँदो रहेछ सोध्नुपर्छ बिर्सेका अरू नयाँ खालकालाई देखाले भएका नयाँ खालका अब यो भएका मान्छेलाई कोहीलाई चाहिँ सोध्नुपर्छ अनि त्यो धेरै दिनपछि देख्दा धेरै दिनपछि मलाई त शङ्का थियो मैले चाहिँ अब धेरै वर्ष भयो भेटेको छुइनँ मैले चाहिँ अब चिनाउनु पर्छ कि जस्तो लागेको थियो क्या किन बिर्सिन्थेँ सबै सानैदेखि भएको नाता सम्बन्ध पनि हो त्यही त तपाईँ मात्रै आउनुभएको भए पनि मात्रै भए पनि चिन्थेँ म होइन चिन्नु हुने रहेछ नि त त्यही त भने त चिन्नु हुने रहेछ नानीलाई चाहिँ देखाएको थिएन सोध्नु पर्थ्यो होइन अब उसलाई मन्जुजी त यहाँ आउनुभएको थियो पोहोर आउँदा हजुरलाई भेट्यौँ न हामी 2 वर्ष पहिला आयौँ नि त 2-3 वर्ष पहिला आयौँ त्यो त्यति बेला हजुरलाई भेटिएन अनि त्यसपछि बिचमा कोभिड भयो के भयो आइएन क्या मधेसै फेरि हामी बिचमा एकपल्ट उता अमेरिकन पनि गयौँ अनि उतै 1-1.5 वर्ष बस्यौँ त्यही भएर यसपालि चाहिँ अस्ति वैशाखमा आएको अब चाहिँ यतै हिरो को आयो नि को हिरो आयो हेर आमामा को त ल नाति त कति राम्रो ज्ञानी हो कि लु हेरौँ लु नातिको फोटो खिचाएँ मैले यहाँ अस्ति चिनेको हो त अनि लु आमालाई ढोक्ने त्यहाँ लु फुपूले के दिनु त अब बुढी फुपू लु 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 यहाँ फोटो खिच्दैछ है पकाइ यहाँ पक्नु है कता फर्काउँ हौ यहाँ नातिको फोटो यसरी फर्काउँ ल यसरी गर्ने हो हेर्नु है त्यहाँ अहिले चाहिँ अनि फेरि यता फर्काएर हेर्नु ल हुन्छ
ल अब भयो होला एकछिन है अब म यता फर्काउँछु है त एकछिनै नाति म यता फर्का